हेलो एभ्रिवान, नमस्ते अनि स्वागत छ मेरो न्यू ब्लगमा। सबैजना आरामै हुनुहुन्छ होला साथीहरू। म पनि एकदमै ठिक छु। धेरै दिनपछि चाहिँ आज ब्लग बनाउन गइरहेको छु। ब्लग चाहिँ आज मेरो स्कुटीको माइलेजको हुन्छ है त। यता स्कुटी यहाँ छ र स्कुटीमा चाहिँ सुक्को तेल छैन है त साथीहरू, पुरै जिरो छ, पुरै जिरो भएको छ है त। स्टार्ट गरेर देखाम तपाईलाई। अनि तपाईको यो ब्याट्री देखाइरहेको छ मेरो चाहिँ हैन। एकताल सर्भिस सेन्टर दिन जाम होला, सोरुम जान पर्यो। अनि माइलेज टेस्ट जमानादेखि माइलेज टेस्ट गरौँ भनेको चान्स मिलिरहेको थिएन साथीहरू हैन। आज चाहिँ यहाँ ठ्याक्कै 1 लिटर छ हैन, ठ्याक्कै 1 लिटर तेल छ। यसलाई चाहिँ म हाल्छु अनि तपाईको माइलेज टेस्ट गर्न जान्छु है त। मलाई चाहिँ छोरीले एकछिन पनि छोड्दैन, छोरीले लिएर जान पर्ने हुन्छ। आज चाहिँ म चाहिँ मोटो ब्लग हान्छु है त साथीहरू। मोटो ब्लगको सेटअप भइसकेको छ हैन। बिहान अलिअलि टेस्ट गरेँ बाइकमा, अब स्कुटी आज माइलेज टेस्ट गर्छु। आजको ब्लग चाहिँ माइलेज टेस्ट हुन्छ है त यो स्कुटीको। त साथीहरू आज चाहिँ यसको माइलेज टेस्ट हुनेवाला छ। डियो 125 E20 एफआई सिस्टमको। ल त फाइनली साथीहरू यो स्कुटीको माइलेज टेस्टको लागि हिँड्न लाग्यो है त म। सके छोडिसकेछ। आफै स्टार्ट बन्द भयो। ल स्टार्ट बन्द भयो त। ल सके त साथीहरू, छैन एकताल हान फेरि। ल भ्याइयो साथी, छोडा तपाईँको चाहिँ यहाँ एभरेज रेन्ज टोटल यति छ। ट्रिप चाहिँ 0-0 बनाइदिन्छु म साथीहरू है त। पोखिन्छ यसरी त के आएर लाउने होला त। खतरा जुगाड लाउँछ है त साथीहरू। यस्तो गर्ने पहिला अनि ट्याक्क यसरी बन्द गर्ने है त। अनि हाल्ने पेट्रोल हालियो, 1 लिटर पेट्रोल हालियो। अब कहाँसम्म पुग्छ त, कति एभरेज दिन्छ छोडा। ट्रिप चाहिँ तपाईँको 0 छ है त। ट्रिप 0 छ। अब सुरु गरौँ है त साथीहरू। ल मैले धेरै फिलिँदैन, 40, 45, 50 सम्मको स्पिड हान्छु। कति माइलेज दिने त साथीहरू तपाईँहरूलाई म देखाउँछु है त। म चाहिँ अहिले डुम्रे बजार त पारिपट्टि छु, डुम्रे अगाडि जाँदैछु। यो डुम्रे बजार यता चुनी खोला मान्छेहरू नै रहेछ है टन्नै। ल यो डुम्रे बजार चाहिँ खासै बाइक त छैन रहेछ। मिरर नि मिलाम होला अलिअलि, बच्चा लिएर हिँड्ने है। सबै कुरो हेर्न त पर्यो नि त होइन र। ल यति भएपछि जाम होला। मेरो चाहिँ ठ्याक्कै यो ब्याट्रीको लाइन देखायो या मेसिनको इन्जिनको के हो यो चाहिँ हटाउन छ। मैले हटाउन सकिनँ, सेटिङबाट हटाउनु भन्दै थिएँ तर सकिनँ मैले चाहिँ। यसलाई अब सोरुममा गएर हटाउँछु अनि त्यसपछि होइन बिल बुक आएको छ कि छैन सबै सोधेर आउनु पर्यो। त्यसपछि आउँछ त भनेको थियो तर आएको छ कि छैन मलाई चाहिँ आएको जस्तो त्यहाँ लागेको छैन। लेट्स सी, हेरौँ के हुन्छ है त।
ल हेर्नु बाटो त दामी बनायो कि आफू हेरिनेबाट पोखरासम्म यस्तै छ है बाटो साथीहरू दमौली पुलनिर चाहिँ अलिकति खराब छ अनि पोखरामा एक दुई ठाउँमा होला अलिक कम्प्लिट भएको छैन नत्र भए त दामी छ यस्तै हो बाटो चाहिँ सल है हिँड्न नि मजा आउँछ कि बवाल सिन छैन त साथीहरू यार तल नदी छ होइन तल नदी छ यता ल पहरा अस्ति यहाँ पहिरो खसेको चाहिँ बाटो जाम भएको थियो अहिले चाहिँ पन्चाएर गरेछ है ल हेर्नु त बवाल छ नि त साथीहरू म चाहिँ यहीँ अलि अगाडिसम्म भिडियो बनाउँछु त्यहाँबाट एकैचोटि अनि आफूखेरि पुग्न लासी बनाउँछु है त साथीहरू A few minutes later. साथीहरू 17 किलोमिटर कुदेछ है त आफूखेरि नै आउन लाग्यो हामी आफूखेरि नै आइयो भनौँ न यहीँ छ सोरुम चाहिँ यही हो है सोरुममा आयो ठ्याक्कै 17-18 किलोमिटर कुदेछ त हान्दैन छैन टायर छैन पुरा पुरै जस्तै भएछ कि हाम्रो काम सकियो प्रब्लम सल्भ भयो साथीहरू है त अब हामी लागिन्छ अगाडि बस्नै जानु A few moments later. ल साथीहरू छ त ठ्याक्कै 34 किलोमिटर पुगेछ है त म चाहिँ ठ्याक्कै डुम्रेनिर आउनु लागेँ साथीहरू अब मैले चाहिँ यहाँ बोतल छ बोतलमा 1 लिटर हाल्छु अनि कुनाउँछ है त चाले कतिसम्म माइलेज दिँदो रहेछ हाइवेमा त धेरै दिनुपर्ने हो 34 पुगिसक्यो अब 1 लिटर तेल हाल्छु म स्टकमा हाल्छु नि त कतिखेर जाम भएर कतिखेर सकेर फेरि बाटा अलपत्र पर्यन्त बिजोक हुन्छ म चाहिँ अब डुम्रेको पेट्रोल पम्पमा जान्छु है त ल डुम्रे बजार यो साथीहरू हेर्नु त डुम्रे बजार पुरै महँगी बनाइदिए यार यहाँ यस्तो पुरानो घरहरू यति उति थियो अहिले हेर्नु त पुरै जस्तै बनाइदिए है त न त म चाहिँ अब अगाडिको पेट्रोल पम्पमा गएर 1 लिटर तेल हालेर आउँछु अनि फेरि यतै रिटर्न ब्याक हुन्छु रिटर्न ब्याक भएर अनि यता बन्दीपुर केवल माथि त्यसो राउन्ड हान्न पऱ्यो शरीरले जाने गरिरह एकछिन त्यहाँ पनि जान्छु यसमा हाल्न पर्यो 1 लिटर किन होइन 1 लिटर 58 हो 150 हाल्नु त्यसै हुन त मैले त्यसको लागि त होइन कता पर्स पनि यार उकालो नि कुनाउँछ है त साथीहरूमा अलिअलि यो चाहिँ बन्दीपुर जाने बाटो हो यो चाहिँ यता उकालो बाटो लास्ट स्टेसन त अलिअलि उकालो नि कुदाउनु पर्यो मैले चाहिँ तेल स्टकमा हालिसकेँ छोरीको टाउकोमा ठुसा ठुसै भयो अगाडि छोरी हालेछु के गर्ने साथीहरू गाह्रो छ यहाँबाट देखाइदिनु त एकचोटि सिन
ल हेर्नु साथीहरू बवाल छ नि त ऊ त्यो कल्याणटार भइहाल्यो यताको पृथ्वीराज मार्गको हाइवे बवाल छ त अहिलेको नयाँ रोड यता अब यता यो तनहु भइहाल्यो उता लङजुङ जाने बाटो भइहाल्यो हामी चाहिँ माथि अलि धेरै हाइटमै आइएछ यार यहीँबाट फर्किन पर्ने हुन्छ साथीहरू हामी चाहिँ मेरोमा चाहिँ 38 किलोमिटर कुदिसकेछ है त ल साथीहरू म चाहिँ घर आइसकेँ अहिलेसम्मको माइलेज चाहिँ 50.7 भनेपछि 52-53 दिने छ है लगभग अब भेट्टा फालिरह भनेपछि 52-53 55सम्म दिने रहेछ है त ल त साथीहरू आजको भिडियो यति नै